चिज हामीले खान जान्यौं, मिलाएर खान जान्यौं भने अमृत त यही रहेछ त। त्यसैले अहिले नेपाल सरकारले पनि यो देशलाई सबै 77वटा जिल्ला 753वटा पालिकालाई अब पोषण मैत्री चाहिँ पालिका, पोषण मैत्री जिल्ला, पोषण मैत्री चाहिँ राष्ट्र निर्माणको महान अभियानमा सरकार जुटिरहेको बेलामा यहाँ जुन तपाईले त्यो सरकारको लक्ष्यलाई तपाईले चाहिँ थोरै भए पनि सहयोग गर्नुभएको छ। त्यसको लागि म कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश सभा को तर्फबाट पनि यो गाउँपालिका र यो वार्डका मेरा आदरणीय सबै साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। कसरी ती कमी कमजोरीहरूलाई नेपाल सरकारले तोकेको सूचीहरूमा ल्याउन सकिन्छ, सूचकाङ्कहरू पुरा गर्न सकिन्छ। स्वास्थ्य, खानेपानी तथा सरसफाई, शिक्षा, पशु, कृषि लगायत विभिन्न शाखाका सूचकाङ्कहरू कसरी हामीले पुरा गर्न सकिन्छ भनेर उहाँहरूलाई बारम्बार घचाइरह्यौँ। 2 वर्षसम्म निरन्तर हामीले विद्यालयमा, सार्वजनिक स्थानमा, वडा कार्यालयमा लगायत विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रमहरू गऱ्यौँ। त्यस्तै जनताको घर दैलोमा गयौँ। जनताहरूले हामीले, हाम्रो पालिका र वडाको टिमले जनताहरूले कहाँ खानुहुन्छ, कसरी खानुहुन्छ, कति बेला खानुहुन्छ, कहाँ दिशा पिसाब गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, ती कुराहरू यावत कुराहरूमा समेत हामीले नितान्त उहाँहरूको घर दैलोमा गएर, उहाँहरूको शौचालयसम्म गएर ती कुराहरूमा ध्यान दिएर हामीले उहाँहरूको आनी बानी, आहार विहार लगायत हरेक कुराहरूमा सुधार गर्न लगाएर, जनचेतनामूलक कार्यक्रम गर्न लगाएर आज हामी यो अवस्थासम्म आइपुगेका छौँ। अघि नै सहायक प्रमुख जिल्ला अधिकारीज्यूले भनिसक्नु भएको छ, यी सहज कुराहरू छैनन्। यहाँ धेरै जटिल कुराहरू छन् र ती जटिल कुराहरूलाई हामीले चिर्दै हामी अगाडि बढिरहेका छौँ र यसलाई हामीले यहाँसम्म पुग्नु ठुलो कुरा होइन, यसलाई निरन्तरता दिनु भनेको ठुलो कुरा हो। माहु गाउँपालिका वडा नम्बर 2 अहिले दैलेख जिल्लाको पहिलो वडा भएको छ। हामीले आज माहु गाउँपालिका वडा नम्बर 2 लाई पोषण मैत्री वडा घोषणा गरेका छौँ। अहिले सामाजिक सञ्जाल अथवा विभिन्न किसिमका समाचार माध्यमहरूबाट विभिन्न किसिमका सन्देशहरू आउने छन्। माहु गाउँपालिका वडा नम्बर 2 लाई आज पोषण मैत्री वडा घोषणा गरियो भन्ने कुराहरू विश्वभरि अर्थात् नेपाल अधिराज्यभरि नै व्यापक रूपमा चर्चा परिचर्चाको विषय बन्नेछ र यो चर्चा परिचर्चाको विषय बन्दै गर्दा अन्यत्र वडाका अथवा अन्यत्र ठाउँका जनप्रतिनिधिहरू, जनता अथवा हरेक किसिमका व्यक्तिहरूले चासो राख्नु स्वाभाविक कुरा हो। र यहाँ यो माहु गाउँपालिका वडा नम्बर 2 लाई कसरी पोषण मैत्री वडा घोषणा गरियो, यो पोषण मैत्री वडा घोषणा गर्नका के कुराहरू आवश्यक हुँदो रहेछ, कसरी सहज हुँदो रहेछ भनेर भोलि हाम्रो माहु गाउँपालिका वडा नम्बर 2 मा उहाँहरू अनुगमन अथवा निरीक्षण अथवा भ्रमणका लागि आउन सक्नुहुनेछ। त्यति बेला हाम्रा माहु गाउँपालिकाका घर दैलोमा उहाँहरूको जस्तै देखिए, उहाँहरूभन्दा भिन्न देखिएनन् भनेपछि यो हामीले पोषण मैत्री वडा घोषणा गरेको औचित्य समाप्त हुनेछ। त्यसका निमित्त माहु गाउँपालिका वडा नम्बर 2 पोषण मैत्री वडा हो। यहाँ अरूका भन्दा हाम्रो घरमा भिन्न करेसाबारी हुनु पर्यो, भिन्न बगैँचा करेसाबारी हुनु पर्यो। हामीले हाम्रा शौचालयहरूमा भिन्न, हामीले पूर्ण स्वस्थ शौचालय प्रयोग गर्नु पर्यो, सरसफाइ हुनु पर्यो, खानेपानी तथा सरसफाइमा पूर्ण रूपमा ध्यान दिनु पर्यो। हाम्रा घर आँगनहरू चिटिक्क परेका हुनु पर्यो। कि अहिलेसम्म हामीले जस्ता किसिमका बनाएका छौँ त्यसलाई हामीले निरन्तर बढाउँदै अगाडि लिनु पर्यो। त्यसका निमित्त तपाईँ हामी सबैले हिजोका दिनहरूमा जुन किसिमका गतिविधिहरूलाई हामीले आनी बानीहरूलाई सुधार गर्दै आइरहेका छौँ, अझ त्यस्ता किसिमका आनी बानी र सुधारहरूलाई बढावा दिँदै लिनुपर्नेछ। र विशेष गरी अघि एउटा त्यो बाल विवाहको कुरा पनि निस्किरहेको थियो। बाल विवाहको कुराहरूमा पनि हामीले यहाँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ। कानुनी रूपमा त बाल विवाह
भएको देखिँदैन। हामीसँग बाल विवाह भएको रेकर्डै हुँदैन, तर व्यावहारिक रूपमा यता कता बाल विवाह भएको सुन्न पाइन्छ। त्यस्ता किसिमका गतिविधिहरू गरिनु कानुनका रूपमा निन्दनीय हो र हाम्रो वडामा अहिले त्यस्तो खासै बाहिर त्यस्ता कुराहरू त आइरहेका छैनन् पछिल्लो समयमा। तर त्यस्ता किसिमका कतै त्यो हुनु भनेको पनि राम्रो कुराहरू होइन। अब यो के छ भने कानुनी रूपमा बाल विवाह नदेखिने भएका कारणले पनि यो भित्रभित्र कता कता भएका हुन सक्ने सम्भावना रहन्छन्। यसलाई निरुत्साहित गर्नका निमित्त तपाईँ हामी सबैले आफ्नो ठाउँबाट पहल कदमी गर्न जरुरी छ र कहीँ कतै भएका खण्डमा तिनलाई कानुनी रूपमा उपचार गर्न पनि हामीले पछि पर्नु हुँदैन, नत्र तिनीहरू फेरि त्यस्ता किसिमका घटनाहरू दोहोरिने प्रवृत्ति हुन सक्छ। त्यसका लागि पनि त्यसलाई निर्मूल गर्नका निमित्त पनि हामीले कानुनको सहारा लिनु जरुरी छ र तपाईँहरूको टोल छिमेक कतै कहीँ त्यस्ता किसिमका गतिविधिहरू भएमा सम्बन्धित निकायहरूलाई जानकारी गराइदिन हुन पनि म तपाईँहरूमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीले नियमित आहार विहार र हाम्रो दैनिक जीवनयापनका सरसफाइका गतिविधिहरूमा सुधार गर्न नै प्रमुख रहनेछ। यसका निमित्त तपाईँको के अरे पोषण मैत्री वडा घोषणा गर्नका निमित्त पुरुषको भन्दा महिलाको हात बढी हुन्छ। हाम्रो भान्सामा के पाक्छ? तपाईँको पोषणयुक्त खाना त पाक्यो, तर त्यो स्वच्छ छैन, सफा छैन भनेपछि त्यसलाई पोषण हुँदैन। त्यसका निमित्त यसमा तपाईँ भान्सामा त महिला दिदीबहिनी आमाहरू हुनुहुन्छ, तपाईँहरूले हरेक बार खाना चार सबैका लागि पोषण, सधैँका लागि पोषण भन्ने जुन यी मूल नाराहरू छन्, यी मूल नाराहरूलाई आत्मसात गरेर आफ्नो भान्सामा पोषणयुक्त खाना र स्वस्थ सफा खानाहरू प्रयोग गरिदिनु भयो भने तपाईँको घर पोषण मैत्री घर हुन्छ। पोषण मैत्री घर हुँदै पोषण मैत्री टोल, पोषण मैत्री गाउँ, वडा, पालिका, जिल्ला, प्रदेश हुँदै नेपाल सरकारले 2030 अर्थात् 2000 आर्थिक वर्ष 86-87 भित्र नेपाल अधिराज्यलाई नै पोषण मैत्री नेपाल बनाउने जुन लक्ष्य लिएको छ बल्ल त्यो पुरा हुन्छ। त्यसकारण हामीले माहबु गाउँपालिका वडा नम्बर 2 लाई आज पोषण मैत्री वडा घोषणा गरेका छौँ। यस कार्यक्रमलाई रेडियो मातृभूमि दैलेख एफएम र ज्वाला एफएमले प्रत्यक्ष प्रसारण गरेर सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि हृदयदेखि मुरीमुरी धन्यवाद दिन चाहन्छु। र रेडियो सुनेर र यहाँ बसेर सबै रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई पनि हामीले माहबु गाउँपालिका वडा नम्बर 2 लाई आज असार 21 गते पोषण मैत्री वडा घोषणा गर्यौँ र वडा नम्बर 4 लाई असार 24 गते पोषण मैत्री वडा घोषणा गर्दैछौँ। तपाईँहरूले पनि आफ्नो वडालाई पोषण मैत्री वडा घोषणा गर्नका निमित्त आफ्ना जनप्रतिनिधि, कर्मचारी लगायत त्यहाँका स्थानीय सरकारवालाहरूलाई झकझकाएर आफ्नो वडालाई पोषण मैत्री वडा घोषणा गर्न जागरुक गराई दैलेख जिल्लालाई नै पोषण मैत्री वडा घोषणा गर्न सहयोग गर्नु हुन म हार्दिक अनुरोध गर्दछु। र यसका साथसाथै म यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा पुनः हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु। धन्यवाद, नमस्कार।